लडेको भए त कसैले देख्थेन पनि होला हौ यार। हेत्तेरी। नमस्ते सबैजनालाई। अस्ति चाहिँ मेरो ड्युटी चाहिँ बाँदर रुँग्ने थियो होइन, बाँदर धपाउने ड्युटी थियो। आज चाहिँ मेरो अर्को ड्युटी परेको छ। अनि आज चाहिँ म तपाईँहरूलाई एउटा अचम्मको कुरा सुनाउन देखाउन चाहन्छु क्या। अब अचम्मको भन्दाखेरि पाहाडमै जन्मिनु भएको, पाहाडमै हुर्किनु भएको, पाहाडमै घर भएकोहरूलाई चाहिँ खासै अचम्म चाहिँ लाग्दैन होला। तर जो साथीहरू चाहिँ अब जस्तै तराईमा जन्मिनु भयो होइन, जस्तै अब मेन सिटी जस्तै काठमाडौँ, पोखरा यस्तो यस्तो ठाउँतिर, दमकतिर जन्मिएर हुर्किनु भयो, उहाँहरूलाई चाहिँ अचम्म लाग्न सक्छ क्या। आज चाहिँ तपाईँहरू त्यस्तो अचम्मको चिज देखाउन चाहन्छु होइन। एकचोटि हेरेर कस्तो लाग्यो भनेर कमेन्टहरू गर्नु होला होइन। अनि खास कुरा चाहिँ के हो भने पाहाडतिर चाहिँ होइन लगभग प्राइभेट वाटरफलहरू हुन्छ क्या। जस्तै अब कस्तो भन्नु भने अब मेरो बुवाको नाममा भएको जग्गामा चाहिँ वाटरफल छ क्या है। अनि अब मेरो पर घरमा पनि छ होइन। मैले चाहिँ म चाहिँ माउलीमा नै बस्छु विशेष परेर, त्यही भएर यहाँ हाम्रो माउलोको पनि ठ्याक्कै प्राइभेट प्रपर्टीमा वाटरफल छ क्या। अब हामीलाई वाटरफल हेर्नलाई चाहिँ धेरै टाढा जानु पर्दैन है। अब चाहिँ हाम्रो माउलोको वाटरफल चाहिँ आइपुग्न आँट्यो होइन। अब कसकोमा वाटरफलहरू छ त्यो चाहिँ कमेन्ट गर्नु होला सबैजनाले, कसले हेर्नुहुन्छ होइन। र हाम्रो वाटरफल चाहिँ यस्तो छ है। हाम्रो चाहिँ पानी परेर अलिक चिसो छ। वाटरफल चाहिँ जस्तै यसरी हुन्छ क्या। यो चाहिँ प्राइभेट प्रपर्टीमा भएको हो। यो चाहिँ यस्तो सिल हो है। यो चाहिँ वाटरफल छ्याङ बगिरहेको छ। मलाई चाहिँ एउटा सर्ट लिउँ। अनि म चाहिँ के कामको लागि आएको भने त्यहाँ भएको यो चिज चाहिँ मैले बोक्नु पर्ने छ है। यो चाहिँ आज दिनभरि ओसारेको छु मैले। यो चाहिँ हाम्रो रुख चाहिँ अस्ति ठुलो एउटा हावा चलेको थियो, त्यस बेला चाहिँ माथि त्यो बाँसको रुख, त्यो केराको बोट छेउमा थियो यो रुख चाहिँ। त्यो चाहिँ भाँचिएर चाहिँ यो चाहिँ हामीले अहिले काठ काटेर अब यसको चाहिँ सदुपयोग गर्ने भनेर चाहिँ यो चाहिँ काठ काटेर अब यो चाहिँ मैले ओसार्दैछु धमाधम। अनि अब हाम्रो झर्नाको वाटरफलको वाटरफल चाहिँ हाम्रो यहाँ छ। त्यो चाहिँ
झन्डै लडेँ म त नाम्लो बोकेर आएको छु मैले चाहिँ नाम्लोमा लाएर चाहिँ बोकेर लाने हो ल वाटरफल भिडियो चाहिँ यस्तो छ यो चाहिँ हाम्रो प्राइभेट प्रपर्टी हो होइन वाटरफल चाहिँ क्या यस्तो ब्युटिफुल वाटरफल हुन्छ यो चाहिँ हाम्रो प्राइभेट प्रपर्टी है नभएको वाटरफल यस्तो हुन्छ कस्तो लाग्यो हजुरहरूलाई आउँछ ल ल हजुरहरूलाई कस्तो लाग्यो होइन लाइक कमेन्ट गरिदिनु होला अनि अब हाम्रोमा चाहिँ वाटरफल मात्रै होइन पहिला पहिला हटेरिका ए झन्डै लडेँ म त कस्तो गहिरो रहेछ त्यहाँ त लडेको भए त कसैले देख्थेन पनि होला हौ यहाँ हटेरिका ल कस्तो लाग्यो हजुरहरूलाई अब पहिला पहिला चाहिँ हाम्रो दाजुहरूले यहाँ दुम्सीहरू पनि पाल्नुहुन्थ्यो अरे अब यहाँ अब यो भिडियोमा चाहिँ हजुरहरूले मजासँगले मन पराइदिनु भयो भने लाइक कमेन्ट गरिदिनु भयो भने सेयर गरिदिनु भयो भने म त्यो दुम्सी राखेको त्यो ओडार छ होइन हाम्रोतिर ओडारहरू पनि हुन्छ हो त्यो ओडारहरू पनि भिडियो बनाउँछु है ल थ्याङ्क यू सो मच बाई बाई